उद्यमीको सानो गाउँ हो सहकारी। इलम गर्ने उद्यमीको सानो गाउँ हो सहकारी। नारी पुरुष हाराहारी सबको हक बराबरी। व्यवसायी कृषि गरौँ उन्नत जातको बिउ छरौँ। व्यवसायी कृषि गरौँ उन्नत जातको बिउ छरौँ। आम्दानीको लहर चल्दछ, थोरै रोपे धेरै फल्दछ। आम्दानीको लहर चल्दछ, थोरै रोपे धेरै फल्दछ। कार्यक्रम अन्तर्गत हामीले यो किसानहरूलाई बिउ बिजन तथा कृषि यन्त्रहरू वितरण गरेका थियौँ। त्यसमा हामीले चैत धानको बिउ हामीले 120 किलो मात्रै हामीले यो चाहिँ कृषि ज्ञान केन्द्रबाट किन्यौँ। बाँकी धान हामीले पिएमएपीबाट लिएका थियौँ होइन। त्यसै गरी हामी सिँचाइ बोरिङ 4वटा बोरिङ हालेका थियौँ, जो जहाँ दुईवटा भिनपा 16मा र तीनटा भिनपा 16 र एउटा भिनपा 13मा हालेका थियौँ है। त्यसै गरी एउटा सेल्फ स्टार्ट पावर टिलर त्यो रहेको छ। दुईवटा मिनी टिलर सेल्फमा दुईवटा रहेका छन्। एउटा मिनी टिलर म्यानुअलमा पछाडि रहेको छ होइन। अनि पेडल थ्रेसर 8वटा यहाँ रहेका छन्। 6.5 HP वाटर पम्प 6वटा त्यहाँ रहेका छन्। सहकारीले जुन यस वडा नम्बर 16मा कृषि यन्त्र आधुनिकीकरण कृषिमा जुन कार्यक्रम सञ्चालन गरेको छ, यसका लागि वडा नम्बर 16 का तर्फबाट म यस सहकारी संस्थाप्रति आभार प्रकट गर्न चाहन्छु र यहाँका किसान दाजुभाइहरूलाई जुन सहुलियत अनुदान कार्यक्रममा सरिक भएर यो यन्त्रहरू वितरण गर्ने कार्यक्रम गर्नुभएको छ, उहाँलाई एकदम म वडा नम्बर 16 का तर्फबाट र मेरो व्यक्तिगत तर्फबाट उहाँले गर्नुभएको जुन पहल जुन कार्यक्रम ल्याउनु भएको छ त्यसका लागि म उहाँलाई एकदम हृदयदेखि धन्यवाद दिन चाहन्छु। र भोलिका दिनमा पनि हामीले कृषि कार्यक्रममा कसरी अगाडि बढाउने, कृषकहरूलाई प्रोत्साहन कसरी दिने भन्ने कुरामा हामी वडाबाट पनि कृषि कार्यक्रमसँग जोडिने प्रतिबद्धता जाहेर गर्दै